हामी चाहिँ घरमा निस्केपछि हिँड्दै हिँड्दै आइसक्यो। कुन चाहिँ गाडीले रोक्ला त अब हामीलाई? अनि कहाँ लैजाला नि त? हामी यहाँ रोकिराख्दै यत्रो गाई गाई कहाँ गएको छ? त्यहाँ पनि त्यो छाडा गाई मनोकामनाको लागि कामना नगर है त्यो रामनगर त्रिशुली नदीको छेउमा त्रिशुली ठाउँ के यस्तो के बनाएको स्कुल जस्तो हो त्यो स्कुल जस्तो के हो क्या भवनै भवनले ठाउँहरू चाहिँ नर्सरी जस्तो स्कुल हो। पानी कति गहिरो छ त्यो ठुली बसै डुब्ने गरी कहाँ पुल हो यो
बजार यहाँबाट पोखरा जाने हामी अब मनोकामना यता गयो बजार पसलमा सामान किनेर अब हामी यहाँबाट जाने भयो केबल कारमा चढेर कहाँसम्म तलैसम्म जानुपर्ने हो कति क्लिन छ हेर त अरे कति सफा छ हाम्रो धनगढी पनि यस्तै सफा त छ छैन र खै राम्रो देखिनु भयो म कस्तो देखिछु तिमी त पुरै ब्युटी राम्रो तँ ज्याकेट लगाएर कि यो लगाए जस्तो यो लगाएर खतरा देखियो क्या यो लगाएर राम्रो कहाँनिर हो जानु नमस ऊ त के हो पारीको सेतो सेतो बनाएको तपाईँको मालबाटमा टिकटक पुग्छ त्यहाँ लगाउँला कहीँ कहाँ यहाँ खाना खाना आएर त्यहाँ लगाउँला कति बेर लगाउँछ यत्रो हिँडेर हामी कहाँ जाने होला त मनोकामना भनेपछि पोखरा जान्छ हामी डुबो हेर्नु के हो यो फुल कस्तो राम्रो फुल आइछु म फुल हरियो आहा बनाइदिनु न त किन हामी कहाँ जाने अरे ऊ माथि मनोकामना ल मेरो स्टेट गरेको कपाल कस्तो छ राम्रो छ यता हेर अँधेरो बाटोमा नजाऊ अरे होइन ऊ त्यो गाडी ल्याइछ चिया पनि महँगो होला यहाँ 60 रुपियाँ 50 रुपियाँको चिया अरे
60 रुपियाँ हो 60 रुपियाँको चिया 60 रुपियाँको चिया क्या दामी ए यहाँबाट साथी लागेर गएर सब देशी Abu sasa kerja cinta. आएको तिमी मनोकामना गफ हेरौँ न गफ हेरौँ न अब यसको बाद मेरो ठुलो पनि पार्नु पर्दो रहेछ टिकटको त्यो गयो ठ्याक्को उधारो गयो एउटा किसिम आएको भाइ हामी 4 जना एउटा टोपी देखेर ड्राइभर छैन त ड्राइभर छैन यसमा हो टिकटक स्टार्ट गर्नु डाटा छैन नि त बनाउनु न नजिक कस्तो देखिन्छ पुरा यहाँबाट यता हेर ल त्यो उताबाट अर्को डिब्बा आयो भने के देखिन्छ कि यता हेर न यता हेर कराउने भएको छ नि नानीहरूले कराउँथेन एउटा डिब्बा गयो उहाँ डिब्बा आउँदैछ डाटा राम्रो चलेन ल्याउनु पर्ने हो भने कति दिन लाग्थ्यो होला 2 घण्टा लाग्छ 2 घण्टा 2 घण्टामा सकिन्छ सक्दैन आज परिरहन्छ त्यो बाटो हो पहिला यो हैन उताबाट पछाडि बाटो छ यही सर्टकट छ त यो सर्टकटमा 2 घण्टा लाग्छ बाटो यहीबाट उताबाट सर्टकट सिधै छ उता आबो बाटो घुमाएर छ बाटो हो पहिला हामी त्यहीबाट हिँडेर जान्थ्यौँ उ गाडीमा गयो त्यो बाटो ठ्याक्कै बन्द गर्न हो
हाउरीमा आउँदा झन् 10 मिनेट रोकिएको है फर्लक्कै फर्केला चाहिँ भएको डब्बा त हाउरी आउँदा चलाउनु गाह्रो हुन्छ नि त अनि रोकिदिन्छ कस्तो डर लाग्दो हुन्छ चैत बैसमा त आउनु नहुने स्टेसन हाउरी आउँछ समय आउँछ यो रसी तानिदिन्छ कि कसरी जान्छ होला यो लट्ठै घुम्ने हो के बोल्नु यस्तो मान्छे त देखिन्छ कि देखिन्न कानबन्द भयो आइरहेछ माथि सिधामा देखिन्छ यो उकालो ओह्रालो भयो भने देख्नु गाह्रो हुन्छ कान पुरै झ्याप्पै झ्याप्पै बल्ल यहाँ सिधामा मजाले देखिन्छ लोनु मलाई देखिन नि केही हुँदैन केही हुन्न धेरै परिरहेछ त पहिला माथिमा पहिला त्यो टावर कटेपछि बल्ल स्टेप आउँछ त्यो डाँडा पारी आगो लागेर रहेछ डर लागेर कुन चाहिँले डर लागेछ त्यही त जान नि माथि सल्लाह गरी मार्यो सुर्खाला फालिदिएपछि आयो नि सुरुको बाटो कति हो कि त्यो छोरो केले फर्किने होला म त चार्ज सकिने भयो त माथि म तपाईँलाई त एउटामा देखाएकै थिइनँ त्यो किन नदेखाएको त तपाईँ आउँदै आउनु भएन मेरो कस्तो देखिन्छ तपाईँकै राम्रो आउँछ सेल्फी त मन्दिर देखे हैन मन्दिर त यो डाँडाको चाहिँ देखिन्छ रसी नै घुम्ने रहेछ होइन सबै पुरै रसी ऊ तलबाट नि घुम्यो त्यो अर्को आउनेवाला हो त त्यो तलकाला रसी के होइन के त होइन त्यो चाहिँ घुम्दा त्यो होइन त्यो तान्नलाई बनाएको रहेछ छायामा देखिन्छ कि नै ऊ एउटा बाको आगो होइन गएको आएको थियो अर्कै छ नि यो त यस्तो डब्बा रहेछ त यो सामान बोक्ने सामान बोक्ने होला यो त सामान बोक्ने बोका पठाउने यता हजुरहरू यतै गाउँ भएको खिच्नु न हजुरले आफै पछि आउँदाखेरि मन्दिर पनि यहीँबाट देखिन्छ यस्तो गर्दै जाम मन्दिर देखिन्छ कता तर कस्तो राम्रो आउँछ सेल्फी त्यही मन्दिर हो कि क्या हो यो रुखकै आडमा हो मन्दिर यो रुखको हजुर ए फेरि के हो यो के हो यताको यो घरहरू बजार बाटो जानेको भिड हेर्नु त पुरा यहाँ अहिले फर्किँदाखेरि कान्छ सामान खोइ कहाँ हो क्या सुई सुई भनेको सामान खोइ ए सुई सुई सुन्नु न फोटो खिचेर जाऊँ साथीहरू पछि आउँदा रेडी हुन्छ अब हामीले फोटो खिच्न जानु भयो मन्दिर हाल्ने हो कति कति भन्नु त प्राइस भन्नु यसलाई कति पर्छ यो फ्रेममा मिलाइदिनु होला नि 500 ल खिचेर जाऊँ बजार झिल्ली ल्याएछन्
यहाँ हजुर बनायौँ केबल कार चढिसक्यौँ उठिसक्यौँ होइन उता मन्दिरमा पुग्दैछौँ केबल कारबाट चाहिँ उठ्यौँ अब मन्दिरमा जाँदैछौँ छैन होला सूर्यसँग ल तपाईँको मोबाइल निकालौँ यहाँबाट तपाईँको मोबाइल निकालौँ अब यो त सुत्यो त मोबाइल त कहाँ हो खै मन्दिरसम्म पुगौँ भनेको पुग्छ कि नै मन्दिरसम्म पनि हातमा मात्र हिँड्दा नि हुन्थ्यो अब त त्यो हातमा मात्र हिँड्दा नि हुन्थ्यो ल त मोबाइल निकालौँ ठिक खै मन्दिर सबैजनाले खाइरहनु भएको यता खाना खाँदा पुरी सब्जी थकाली कोदो मकै खै हो मन्दिर हेर्नु त्यहाँ सुन्तला ऊ बुट्टामा हुन्छ हुन्छ पाउने हो हामी बनाउनु भिडियो स्टार्ट गर्नु गर्नु तपाईँ त्यहाँदेखि मन्दिरसम्म पुगेर बन्द एउटा फोटो खिचेर अलिक खाना खान आउनु है खै हो मनोकामनाको दर्शन पाइयो इधर नहीं डालना जागा है ना यसलाई उ गरेर बाहिर खोलौँ ल खोलौँ मनोकामनाको तलबाट पनि तल कस्तो छ हेरेर आमै यहाँ हेरौँ न हजुर रोको हेरौँ ल हेरौँ मन्दिरको दैलोबाट देउतालाई भाकेर फर्किए साथै जोनी तिमी मनकामना देवी माता भवानी जप्छु तिम्रो
मनकामना देवी माता भवानी जप्छु तिम्रै नाम। चिल्लीले त त्यो नथाल्नु न लैजाने हो त्यो राखौँला ल यो गोप्रो त्यो केही हुन्न त्यो यहाँबाट हामीलाई फोटो लिएर अब जान लाग्यौँ हामी कुकुरी कहाँ हामी फर्किन लाग्यौँ अब दुनिया का कोई भी शख्स मुझे वो खुशी नहीं दे सकता जो मुझे सिर्फ तेरे होने से मिलती है। जाने बेला हामी है भइरहेको त राम्रै देखिँदो रहेछ त यो पनि जाने अब यो आयो नि त यो देखिन्छ यो आएको राम्रो देखिँदैछ त थोरै है अझै एउटा डाँडा छ डाँडो छ छैन डाँडो अब लास्ट खोला आइरह त्यस्तै घुमाएर त ल्याउनु त यादले नगर्नु किन गर्नु यस्तै घुमाएर त यताबाट घुमाएर क्या कहाँ उल्टा हुँदै भएन नि उताबाट घुमाउनु त उल्टा खोला कति तल झर्दा त काम हुन्छ तल हेऱ्यो भने त डिब्बे आएको छ नि क्या आयो आयो डिब्बै कस्तो नराम्रो आउँछ कि यता त के चार्ज छोडा ओ तल बजार ल म त जान्दैन के रे कति बजे बिहानदेखि भोकै मरिसक्यो हो हिँड्न पनि सक्दिनँ कस्तो म त यहाँ ल अब 10 मिनट साह्रो पर्छ नि 10 मिनटमा पुगिन्छ अब छोड यस्तो राम्रो यो के अरे सिन हेर्दै हेर्दै हिँड न यस्तो दामी हिँड न कस्तो किन रोको पागल यो कता यहाँबाट हामी पोखरा के अरे मनोकामना खाना खाएर अब मौजन पुगेर पोखरा जानु पोखरा हेलो पोखरा भिडियो बनाउनु त हो त भइरह हामी अहिले कहाँ हो
गएर पृथ्वी चोक हो हामी पृथ्वी एसडी उसमा हेर्नु न पोखर र हामी पृथ्वी चोक त्यो गानाको सुन्थ्यो पृथ्वी चोक होइन त्यस्तो गाना है अँधेरोमा के हो पोखरा पृथ्वी पोखरा छैन रे हो ए पोखरा पृथ्वी चोकैमा कति केटा छैनन् र होसैमा यो अँधेरोमा केही त देखिन्न फिल्ममा लाग्यो हौ मिलाउनु होला नि 800 त रोमले हेर्नु भयो हिँडा पुरा जाम भएन भने हेरौँ ल अरूमा हामी हामीले बाटो भेटिएर होटलमा लिन आउनुभयो हामी जाँदैछौँ पछि ल होइन यताबाट भित्र रहेछ जानुपर्ने होटल मान्छे भन्न हाइवेमा जाने रहेछन् यिनीहरू यता हुन्छ पछि उहाँ तराजु पसल केही देखिँदो रहेन त रातिर अँधेरो होटलको नाम के अरे यो होटलको नाम